कक्षामा लिङ्गको बारेमा अध्ययन गर्नेछौँ। वास्तवमा यो लिङ्ग भनेको के हो त्यो बुझ्नु पर्दाखेरि लिङ्ग भनेको भाले वा पोथी जातिको बोध गराउने शब्द हो। यसमा हामी पुरुष अथवा स्त्री जातिको बोध गराउने शब्दलाई हामी लिङ्ग भन्छौँ। यसको परिभाषा दिनु पर्यो भने भाले अथवा पोथी जातिको बोध गराउने शब्दलाई लिङ्ग भनिन्छ। अब यो भाले भनेको पुरुष जाति, यसमा पुरुष मात्रै नपरेर अन्य वस्तुहरू जनावरहरू पनि पर्छन् जसलाई हामी भाले भन्छौँ। अनि पोथी भनेको स्त्री अथवा महिला जाति जसले स्त्रीको बोध गराउँछ। यसमा केवल स्त्री आइमाई मान्छे मात्रै नपरेर अन्य वस्तुहरू पनि पर्छन्, अन्य जनावरहरू पनि पर्छन्, त्यसलाई हामी पोथी भन्छौँ। त्यसैले भाले अथवा पोथी जातिको बोध गराउने शब्दलाई हामी लिङ्ग भन्छौँ। जस्तै अब केटो, त्यस्तै भेडा, गाई, महिला, शिक्षिका आदि शब्दहरू लिङ्ग हुन्। अब यसमा पुल्लिङ्गको पनि पर्यो स्त्रीलिङ्गको पनि पर्यो। अब यसको हामी प्रकारको अध्ययन गर्छौँ। लिङ्गका प्रकार लिङ्ग विशेष गरेर दुई प्रकारका हुन्छन्, एउटा पुल्लिङ्ग र अर्को स्त्रीलिङ्ग। त्यसको बारेमा पनि हामी छुट्टा छुट्टै चर्चा गरौँ। पहिलो चाहिँ पुल्लिङ्गको बारेमा बुझौँ। पुल्लिङ्ग भनेको भाले वा पुरुष जातिको बोध गराउने शब्दलाई पुल्लिङ्ग भनिन्छ। जस्तैमा हामी केटो, बुवा, मामा, काका, अब त्यस्तै मानिस बाहेकका अन्य प्राणीहरू जस्तै जनावरकै चर्चा गर्ने हो भने जनावरमा गोरु, बाघ, त्यस्तै हात्ती, सिंह, कुकुर आदि शब्दहरू चाहिँ पुल्लिङ्ग अन्तर्गत पर्छन्। त्यस्तै विशेषणको पनि पुल्लिङ्ग हुन्छ। विशेषणका पनि जस्तै राम्रोको राम्री, अग्लोको अग्ली। यसरी हामी विशेषणको पनि के बनाउन सक्छौँ भन्दाखेरि पुल्लिङ्गलाई स्त्रीलिङ्गमा चेन्ज गर्न सक्छौँ। यो राम्री स्त्रीलिङ्ग हो भने राम्रो पुल्लिङ्ग हो, अग्लो पुल्लिङ्ग, अग्ली चाहिँ स्त्रीलिङ्ग। यसरी हामी विशेषण शब्दको पनि लिङ्ग बनाउन सक्छौँ। त्यस्तै अर्को चाहिँ स्त्रीलिङ्गको बारेमा बुझौँ। पुल्लिङ्ग भनेको त हामीले के थाहा पायौँ भन्दाखेरि भाले वा पुरुष जातिको बोध गराउने शब्दलाई पुल्लिङ्ग भनिन्छ। यसको जस्ट विपरीत, यसको ठीक उल्टो चाहिँ स्त्री वा पोथी जातिको बोध गराउने शब्दलाई स्त्री वा पोथी जातिको बोध गराउने शब्दलाई स्त्रीलिङ्ग भनिन्छ। शब्दमै अर्थ लुकेको छ र स्त्री भनेकै पोथी आइमाई स्त्रीलिङ्ग भनिन्छ। अब यसमा यी विभिन्न शब्दहरू पर्छन्। जस्तैमा हेरौँ, जस्तै केटोको स्त्रीलिङ्ग केटी, त्यस्तै बुवाको आमा,
मामाको माइजू, त्यस्तै काकाको स्त्रीलिंग काकी, गोरुको गाई, बाघको बघिनी, त्यसै गरी हात्तीको ढोई, सिंहको सिंहिनी, त्यस्तै कुकुरको कुकुर्नी। यसरी हामी पुलिङलाई स्त्रीलिंगमा पनि बदल्न सक्छौं। क्रियाका पनि लिंग परिवर्तन हुन्छन्। जस्तै क्रियापदको लिंग हेरौं हामी, क्रियापदलाई कसै लिंगमा बदल्ने? जस्तै खान्छु, म भात खान्छु, म पुलिङको लागि पनि प्रयोग हुन्छ, स्त्रीलिंगको लागि पनि प्रयोग हुन्छ। राम भात खान्छे, राम भात खान्छ, सीता भात खान्छिन्। अब हेरौं, खान्छ को खान्छे वा खान्छिन्। त्यस्तै पढ्यो, पढ्योको स्त्रीलिंग पढिन्। जानेछको जानेछिन्। यसरी हामी पुलिङ क्रियापदलाई स्त्रीलिंग क्रियापदमा परिवर्तन गर्न सक्छौं। अब हामी केही लिंग परिवर्तनका नियमहरुबारे अध्ययन गरौं। लिंग परिवर्तन कसरी गर्ने, कसरी पुलिङलाई स्त्रीलिंग बनाउने, यसका के कस्ता नियमहरु छन्, त्यसको बारेमा पनि आजको कक्षामा हामी चर्चा गरौं। लिंग परिवर्तन। लिंग परिवर्तन गर्दा ध्यान दिनुपर्ने कुराहरू, अब यसमा हामीले लिंगलाई बदल्दाखेरि पहिला शब्द छुट्याउनु पर्यो। यो शब्द पुलिङ हो कि स्त्रीलिंग हो त्यो पहिला हामीले चिन्नु पर्यो। चिनेपछि अनि मात्रै हामीले के गर्नु पर्यो? परिवर्तन गर्नु पर्यो। यसको लागि 1 नम्बरमा दिएको शब्द पुलिङ वा स्त्रीलिंग के हो? स्त्रीलिंग के हो? सो कुराको पहिचान गर्नुपर्छ। सो कुराको पहिचान गर्नुपर्छ। सबभन्दा पहिले शब्द पहिचान गर्ने, पुलिङ हो कि स्त्रीलिंग हो पहिचान गरिसकेपछि, शब्द पहिचान गरिसकेपछि पुलिङ भए स्त्रीलिंग र स्त्रीलिंग भएमा पुलिङमा बदल्ने। जस्तै राम घर जान्छ। अब यसको स्त्रीलिंग बनाउनु पर्यो भने सीता घर जान्छे अथवा सीता घर जान्छिन्। त्यस्तै तिमी कक्षा 9 मा पढ्छौ। अब यो पढ्छौ यो पुलिङ क्रियापद हो। यसको स्त्रीलिंग बनाउँदाखेरि तिमी कक्षा 9 मा पढ्छौ गर्ने, पढ्छौ यसमा छेउ गर्दिने। यसरी हामी क्रियापदलाई पनि ध्यान दिनुपर्छ। जस्तै कविले कविता लेख्छ। अब यसमा हेरौं, कवि यो पुलिङको रूपमा आएको छ, कर्ता पुरुषलाई बुझाउने कर्ता हो, त ठ्याक्कै यसको स्त्रीलिंग बनाइदिने। कविको स्त्रीलिंग कवियत्री हुन्छ। कवियत्रीले कविता लेख्छिन्। त्यस्तै
कालो विद्यार्थी पढ्नमा राम्रो हुन्छ। कालो विद्यार्थी पढ्नमा राम्रो हुन्छ। अब यसकै ठ्याक्कै हामीले स्त्रीलिङ्ग बनाउनु पर्यो भने कालो विशेषण शब्द हो, यसको विशेषणको रूप बदल्नु पर्यो। पहिला काली गरिदिने, कालोको काली। अनि विद्यार्थी यो पुल्लिङ्ग स्त्रीलिङ्ग दुईटै जातिवाचक नाम हो। काली विद्यार्थी पढ्नमा अब राम्रोको फेरि के भइहाल्छ, राम्री। काली विद्यार्थी पढ्नमा राम्री हुन्छ। यसरी हामी बनाउन सक्छौँ। त्यस्तै केटो मेहनती छ। केटो मेहनती छ। अब यसको स्त्रीलिङ्ग बदल्नु पर्यो भने केटी मेहनती छे। एवं प्रकारले हामी चाहिँ पुल्लिङ्गलाई स्त्रीलिङ्गमा बदल्न सक्छौँ। अब लिङ्ग परिवर्तन गर्दाखेरि विशेष गरेर तीनटा शब्दहरूको हामी लिङ्ग परिवर्तन गर्न सक्छौँ। एउटा चाहिँ कर्ता, कर्तामा नाम अथवा सर्वनाम हुन सक्छ। विशेष गरेर नाम, कर्ता नामको हामी लिङ्ग परिवर्तन गर्न सक्छौँ। त्यस्तै विशेषणको लिङ्ग परिवर्तन हुन्छ र क्रियापदको लिङ्ग परिवर्तन हुन्छ। लिङ्ग परिवर्तन हुन्छ। अब यसको पनि उदाहरणहरू जस्तै नामको बाघको बघिनी, त्यस्तै राजाको रानी। त्यसै गरी अब विशेषणको हेरौँ। विशेषणको अघि नै भनेको थिएँ, अग्लोको अग्ली। त्यस्तै रातोको राती। त्यस्तै हामी क्रियापदको पनि लिङ्ग परिवर्तन गर्न सक्छौँ। क्रियापदमा जस्तै खान्छको खान्छिन्, गयोको गइन्, पढ्थ्योको पढ्थी आदि तरिकाले हामी लिङ्ग परिवर्तन गर्न सक्छौँ। ल आजको क्लासमा यति नै। फेरि अर्को कक्षामा भेट हुने नै छ। धन्यवाद।